हेलो नमस्ते एन्ड वेलकम। तपाईँहरू हेर्दै हुनुहुन्छ हाम्रो आफ्नै रिभ्यू च्यानल। आज हामी कुरा गर्नेछौँ कुमारी मुभीको ट्रेलरको। खासमा यो कुनै मुभीको ट्रेलर भन्दा पनि एउटा सर्ट मुभी जस्तो देखिएको छ, जसमा माया, एक्सन, इमोसन, त्यो मायालाई पाउन गरेको सङ्घर्षसँगै सुमधुर सङ्गीतहरू प्रस्तुत गरिएको छ। र मलाई लाग्छ यस्तो खालको मुभी नेपाली चलचित्र क्षेत्रमा पहिलोपल्ट बन्न लागेको हो। ट्रेलरको स्टार्टिङमा दुईवटा नयाँ अनुहारहरूसँग परिचित गराइन्छ, आकृति राज भण्डारी र अभिषेक खड्का। यी कलाकारहरूको नामको अगाडि न त कुनै मेगा स्टारको ट्याग छ न त कुनै एक्सन स्टारको, तर काम भने कुनै सुपरस्टार भन्दा कम गरेका छैनन्। साँच्चै ट्रेलर हेर्दा तारिफयोग्य काम गरेको देखिन्छ। ट्रेलरको सुरुवातमा यी दुईजना एकअर्काका लागि अनजान भए पनि बिस्तारै नजिकेको र एकअर्काको प्रेममा परेको देखाइन्छ। बिस्तारै ट्रेलर अगाडि बढ्दै जाँदा ईशा यानि कि आकृति राज भण्डारीको पास्टमा केही घटना भएको र त्यो घटनाले तिनीहरूको प्रेममा नकारात्मक असर पारेको देखिन्छ, जसले गर्दा प्रेजेन्टमा सँगसँगै फ्युचरमा पनि समस्या आउने भएकोले ईशा टाढिने कोसिस गर्दै गरेको देखिन्छन्। अब हिरोले आफ्नो प्रेम सफल बनाउन के सङ्घर्ष गर्छन्, समाजसँग कसरी लड्छन् भनेर ट्रेलर हेर्दा यति बुझिन्छ। ट्रेलरमा देखाइएको भिजुअलहरू राम्रो छ, ब्याकग्राउन्ड म्युजिक एकदमै राम्रो छ, गुजबम आउने खालको। ट्रेलरको एडिटिङ ओएमजी, ट्रेलरमा कुन सिन कति मात्रामा हुनुपर्ने एकदमै पर्फेक्टली राखिएको छ। साँच्चै ट्रेलर कसरी एडिट गर्नुपर्छ यो ट्रेलर हेरेर सिक्दा हुन्छ। ट्रेलरको बिचमा जम्मा 3वटा सङहरू बज्छ, त्यो सङहरू एकदमै पर्फेक्ट टाइममा बज्छ, जसले ट्रेलरमा सुनमा सुगन्ध थप्ने काम गर्छ। सङको लिरिक्सहरू पनि एकदमै राम्रो छ, जसमध्ये तपाईँहरूले एउटा गीत त सुन्नु नै भएको छ होला, जसले गर्दा यो ट्रेलर दोहोऱ्याएर हेर्न बाध्य बनाउँछ, यो मेरो ग्यारेन्टी हो। ईशाको पास्टमा भएको घटनालाई रिभिल नगरेर सस्पेन्स पनि बनाइएको छ। एक्टिङ हेर्ने हो भने जति ट्रेलरमा देखाइएको छ त्यो एकदमै राम्रो छ। कलाकारहरूको कुरा गर्नुपर्दा त्यस्तो प्रख्यात अनुहारहरू त देखिँदैन। अब यसले फिल्मलाई सकारात्मक असर पुर्याउने हो कि नकारात्मक त्यो फिल्म आएपछि थाहा हुनेछ। फिल्मका डाइरेक्टर दिनेश राउत हुन् भने फिल्म यही माघको 23 गतेबाट तपाईँहरूको नजिकैको सिनेमाघरहरूमा लाग्दैछ। यदि तपाईँहरूलाई रान्जना, धडक, कबीर सिंह जस्ता मुभीहरू राम्रो लाग्छ भने यो मुभी पनि अवश्य मन पर्नेछ। नेपाली चलचित्र क्षेत्रमा राम्रो मुभी बन्दैन भनेर गुनासो मात्र गर्नुभन्दा राम्रो मुभी बनेको बेला माया हेराइदिन सबैमा आग्रह गर्दछु। जानुभन्दा अगाडि तपाईँहरूलाई यो मुभीको ट्रेलर कस्तो लाग्यो कमेन्ट गर्नुहोला र साथै हाम्रो भिडियो मन पऱ्यो भने भिडियोलाई लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भेट्नेछौँ अर्को भिडियोमा। थ्याङ्क यू फर वाचिङ।